yet another episode of my new vlog. आज चाहिँ हामी सिन्धुपाल्चोकको भैरवकुण्ड जाँदैछौँ। बिहानको 5:30 भयो। हामी चोबार गेटमा छौँ। यहाँ गुरुजी आइसक्नु भयो हाम्रो। हेलो मर्निङ दाजु। हाम्रो साथीहरू यता गाडी चढिसक्नु भयो। अब हामी यहाँबाट धुरीखेलमा गएर साथीहरूलाई भेट्छौँ। अब चाहिँ हामी यहाँ सल्लाहघारीमा साथीहरूलाई कुरिरहेछौँ। आउँदै हुनुहुन्छ उहाँहरू। अब केही भन्दैन त 2-4 शब्द। जम्मा हुने क्रम जारी नै छ। केटाहरू आउँदैछन्। हामी यहाँ 9 जना भयो। अब कतिजना? 6 जना। टोटल 15 जना छौँ। अब यहाँबाट क्याचअप भएर त्यसपछि अब लन्च धुलीखेलमा गर्छौँ होला। धुलीखेलबाट अनि त्यसपछि ओर्लिन्छ हामी। वेदरले पनि एकदम साथ दिइरहेछ है। हिजो एकदम दिनभरि पानी परेको थियो। आज अब आकाश खुल्ला छ। अहिलेसम्मलाई मौसमले एकदम साथ दिइरहेछ। अब तपाईहरुलाई बाटोमा रमाइलो पलहरू कैद गर्दै देखाउँदै हामी लानेछौँ। यदि तपाईहरुले मेरो च्यानल सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ सब्स्क्राइब पनि गरिदिनु होला। त्यहाँ हामी धुलीखेलबाट तल झरेर खावामा गौरी शङ्करमा आइपुगेका छौँ। बाटो कन्डिसन चाहिँ एकदम वर्स्ट थियो। यदि पुरै बाटो बनाइरहेको रहेछ अहिले। अब एकछिन यहाँ नास्ता गरेर हामी अगाडि बढ्छौँ। ठ्याक्कै लास्ट रिजोर्टमा आइपुग्यौँ। यहाँ भर्खरै एउटा बन्जी पनि हेऱ्यौँ। अब केही बेर अगाडि गएर चाहिँ हाम्रो खाना खाने प्लान छ। त्यही हो। बाटो चाहिँ अलिकति अफरोडै थियो। बाटोतिर केही खिचेन। अब चाहिँ सिधै हामी माथि डेस्टिनेसन पुगेपछि चाहिँ त्यतातिरको चाहिँ बढी एक्सप्लोर गर्नेछौँ। हामी चाहिँ अहिले लिस्टिकोट उग्रचण्डी माईको मन्दिर दर्शन गरेर बसेको छौँ। ठ्याक्कै 1 बज्यो। अब बिहानको खाना हाम्रो यही हुन्छ। हामी चाहिँ अहिले ठ्याक्कै बगान भन्ने ठाउँ आइपुग्यौँ। अब एकछिन यहाँ फ्रेस भएर हामी माथि चढ्छौँ। ल हाम्रो यहाँ गाडी फसिसकेको छ। दर्शकबिनहरू हेर्न सक्छ। दुईतिर ल ल दर्शकबिनहरू तपाईँहरू सक्नुहुन्छ प्रत्यक्ष प्रसारण अहिलेको। हामी अहिले मलाई लाइभ तपाईँको सामु प्रस्तुत गरिरहेको छौँ। अलि पछाडि हो। अब जाउँदा अब त्यो ल दाइ यो पछाडि छ ठेल्ने राणालाई त्यो सिधा गरेर सिधा ल गाडी चाहिँ बल्ल बल्ल 1 घन्टामा निस्क्यो। गाडी फसिएको थियो। दुईटै गाडी हामीले रथ ताने जसरी तानेर निकाल्यो। ल ड्रिफ्ट केटाहरूले ड्रिफ्ट हेर्ने भने गुड मर्निङ फ्रम चक्करमक्कर। अहिले चाहिँ बिहानको 6 बज्दैछ। हिजो राति चाहिँ तल गाडी बिग्रेपछि चाहिँ हामी त्यहाँबाट गाडी ल्याउन सक्ने टाइमसम्म तानेर लिएर आयौँ।
त्यहाँबाट चाहिँ गाडी तानेर ल्याएपछि नि माथि फेरि फस्यो अनि हामीले गाडी चाहिँ त्यहीँ छोडिदियौँ र त्यहाँबाट 1 घन्टा जति हिँडेर माथिबाट हाम्रो यहाँ होटलको दाइले यो गाडीमा लिन आउनुभयो अनि त्यसमा आयौँ हामी 17 जना। अब चाहिँ यहाँ अब हामी केही ब्रेकफास्ट खाएर हामी यता माथि भैरवकुण्डतर्फ अगाडि बढ्छौँ। भैरवकुण्ड यहाँबाट लगभग 2 घन्टा लाग्छ भन्नुभएको छ। अहिले हामी 3800 को एल्टिट्युडमा छौँ। माथि 4200 पुग्नुपर्छ अब हामीलाई। 400 मिटरको अल्टिट्युड गेन गर्नु छ अझै। ठिकै छ, हामीले सबैजना एउटा हलमा सुत्यौँ हिजो राति चाहिँ। ठुलो हल रहेछ, त्यही हलमा सबैजना नै सुत्यौँ। त्यहाँ आगो बालेर आगो सागो ताप्यौँ। अब बाटोमा हाम्रो के देख्छौँ त्यो एक्सप्लोर गर्दै हामी अगाडि बढ्छौँ। हिमालहरू चाहिँ पुरै मजाले खोलिरहेछ, यसबाट चाहिँ राम्रोसँग देखिएको छैन। यतापट्टि चाहिँ दोर्जे लाक्पा पर्ने रहेछ। चोकर मोकरबाट उकालो उक्लिने क्रममा छौँ अनि अब चाहिँ यहाँबाट लगभग हामीले 1.5 घन्टा जति हिँड्नु बाँकी छ। त्यो पछि हामी माथि भैरवकुण्डमा पुग्छौँ। बाटो नि राम्रै छ, हेर्न सक्छौँ है। हाम्रो भर्याङ बनाइदिएको रहेछ। एक दिनमा यो ल्यान्डस्केपमा आइपुग्नु भनेको त खत्रै हो नि। त्यो पनि अब आज माथि दर्शन गर्दैछौँ। अझ राम्रो राम्रो भ्यूहरू आउनु बाँकी छ। ठिकै छ, ट्रेकर्सहरू आइराख्नु भएको छ। जोस् अहिले चाहिँ काठमाडौँबाट धेरैजनाले रुचाएको ठाउँ पर्छ यो भैरवकुण्ड। नजिकै पनि हैन, 2 दिनमा भ्याउने रहेछ। अलिकति प्रेसर गऱ्यो भने चाहिँ, नत्र 3 दिनमा चाहिँ इजी भ्याइँदो रहेछ यो ट्रेक। पहिला चाहिँ यो तल लिस्टिकोटबाटै हिँडेर आउने रहेछ। पहिले चाहिँ मोटर बाटो यहाँसम्म ठ्याक्क आइपुगेको रहेछ। यहाँबाट चाहिँ मोटर बाटो इन भएको रहेछ है। तपाईँहरू यदि बाइकमा आउनुहुन्छ भने नि बाइक यहाँसम्म आउँछ। गाडी चाहिँ 4 व्हिलै चाहिने रहेछ तल बगामबाट मासतिर आउनलाई चाहिँ। त्योभन्दा तल चाहिँ बाटो ठिकै छ। यस्तो बवाल क्या, पुरै क्लाउड आउँदैछ जस्तो यताबाट। अलिअलि गोसाइकुण्ड जङ्गलको बाइक सुरेछ लिटल ठ्याक्क त्यही नै त होइन। अब यो उकालो उक्लेपछि ठ्याक्क अब तेर्सो आउँछ अरे। राइट साइडमा गोसाइकुण्ड जाने यस्तो गहिरो थियो नि। राइट साइडमा राइट साइडमा गहिरो नाइस छ ठाउँ त है। फेरि बादल आउने जाने हेर्न, यो फेरि केन्जिङरीबाट झर्ने बाटो जस्तै नि छ अहिले। माथि पुगेपछि खोलिदिन्छ क्या बाटो सबै क्लियर हो। नजाउनु केटाहरू माथि डाँडामा या 2 जना। लगभग हामीले चाहिँ अहिले 1.5 देखि 2 घन्टा यात्रा गरिसक्यौँ। अब हामी सिन्धुपाल्चोकको भैरवकुण्डको नजिक आसपास आइपुगेका छौँ। यता पछाडि हामीले देखिरहेको यो हिमालहरू चाहिँ चाइनामा पर्दछ है। यता अब सुमन भाइ र म बिस्तारै हिँड्दैछौँ। एकदम दामी ठाउँ छ यो, सर्ट एन्ड स्विट। कलर कस्तो होला? आइस जम्या होला है, फ्रोजन होला। अब हेरौँ। अब यसको अगाडि अब देखाउँदै जान्छौँ है। राम्रो छ। मैले चाहिँ तर केटाहरू सबजना ट्राउजर आएको थिएँ, म चाहिँ थोरै हिँड्ने होला भनेर जिन्सै लाएर आएको थिएँ। त्यही पनि त्यस्तो गाह्रो चाहिँ भएको छैन। जिन्स लाएर हिँडिरहेको छु म चाहिँ, हेर्नु सक्छौ है। ठिकै छ। अगाडि अझ राम्रो भ्यूहरू देखाउने। रुख त छैन यहाँ है, झर्ना पनि छैन। माथि कुण्ड चाहिँ देखाउनेछौँ। अब पछाडि पनि टोलीहरू छन्, अगाडि पनि टोली छन्। हामी चाहिँ बिचमा छौँ 2 जना। यो भाइलाई अलिक गाह्रो भएको जस्तो छ, त्यही भएर लिएर हिँडिरहेको भाइ। हिजो राति नै बिरामी भएको यो भाइ। कस्तो अहिले तेलले ठिक गर्यो होइन? तेल लगाएपछि यसको ब्याग पनि मैले बोकिदिइरहेको छु यहाँ, देख्न सक्छौ। हामी चाहिँ अहिले
ट्याक्कै अगाडि अलमोस्ट भैरवकुण्ड पुगिसक्यौँ। यहाँनिर आइसकेपछि चाहिँ एक्साइटमेन्ट लेभल नै बढ्दो रहेछ है। खुल्ला क्या थकान सब उकालो उक्लेर आएको सब थकान मेटिसक्यो। त्यहाँ ठ्याक्क देखिसकेपछि त्यहाँ तोरणहरू देखिन थालिसक्यो। त्यहाँ प्रेइङ फ्ल्याग्स। अब हेरौँ यहाँ कस्तो देखिन्छ। अर्जुनहरू नि थ्याङ्क यू, वेलकम भाइ। अब आइसक्यो त प्लास्टिक चाहिँ पकेटमा हाल है। हेर्न सक्नुहुन्छ कति रमाइलो ठाउँ छ यस्तो होइन। प्रदूषणले अनटच ठाउँ हो। यस्तो ठाउँमा घुम्न आउँदा तपाईँहरू यस्तो ठाउँमा घुम्न आउन सक्नुहुन्छ। तर यो फोहोर यस्तो गर्नु, यति सानो झोलामा उठाएर तल डस्टबिनमा लगेर फाल्न सक्नुहुन्न भनी यस्तो ट्रेकिङ गर्न नआउनुहोस् तपाईँहरू। तपाईँहरूलाई यो ठाउँ रुचाउँदैन, सुहाउँदैन होइन। तपाईँहरूलाई सुहाउने ठाउँ भनेको त्यो फोहोर फालेको हुन्छ नि, त्यस्तो ठाउँ डम्पिङ साइडमा मात्र हो क्या। यदि तपाईँहरू यस्तो ल्याउनुहुन्छ, सफा गर्न सक्नुहुन्छ भने सफा गर्न सक्नुहुन्न भने तपाईँहरू यो ठाउँमा नआउनुहोस् प्लिज। हामीले यो ठाउँलाई कसरी हुन्छ प्रमोट गर्न पर्ने, बचाउन पर्ने हो नि होइन र। यस्तो फोहोर गर्ने हो त यो कसले गरेको उहाँहरूले हेर्दै हुनुहुन्छ भने कृपया आइन्दादेखि चाहिँ तपाईँहरू ट्राभलै नगर्नुहोस्, यस्तो ठाउँमा ट्राभल नगर्नुहोस्। त्यही हो मेरो 2 शब्द चाहिँ। टाउको फुट्ला 1 2 3 गो। मान्छे ढलेको अब वाउ, यहाँ देखिँदै देखिँदैन रेनबो छ। वा यस्तो पानी पर्छ क्या है। हामी अब एकछिन हिउँमा चिसो हुन्छ दाजुभाइ आराम गर्दै बसौँ है। ल जय शम्भो, जय शम्भो। हेलो फ्रम भैरवकुण्ड है। फाइनल्ली हाम्रो फाइनल डेस्टिनेसन आज भैरवकुण्डमा हामी सबै साथीभाइहरू आइपुगिसकेका छौँ। एकदम भर्खरसम्म खुल्ला थियो, बादलले ढाकिरहेछ। यहाँ केटाहरू 2 घन्टामा चाहिँ ठ्याक्कै माथि आइपुगेका छन्। कस्तो लागिरहेछ? हामी त नुहाइ पनि सक्यौँ है दाइ, भ्यू पनि क्लियर थियो। हो कस्तो लागिरहेछ? एकदम रमाइलो लाग्यो। हाम्रो गुरुहरूले अब विशालको प्रतीक्षामा थियो। हाम्रो मङ्गोलियन म्यान दर्शक बिनहरू फेरि पनि यहाँ देख्न सक्छौँ हामी। एकदमै यो उचाइमा आएर यहाँ कति सालदेखि बसिरहनु भएको यहाँ ध्यानमा हुनुहुन्छ। ओम नमः शिवाय, जय भैरवनाथ की जय होस्। जिस्काउनु हुँदैन, उसकै थालमा ऊ आफ्नै साधनामा छ होइन। ऊ आफ्नै साधनामा छ, उसलाई हामीले डिस्टर्ब गर्नु हुँदैन। जय होस्। अनि मेरो त ऊ नै छैन नि, अन्डरवेयरै छैन। चोखो भइहाल्यो। ओम नमः शिवाय। कट्टु नलाइकन नुहाइदिए अनि फेरि कटु लाएर त्यो कटु चाहिँ राखेको हो क्या, प्याकिङ गरिदिएको। कुण्ड चाहिँ यही हो भैरवकुण्ड। ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय, ओम नमः शिवाय। बाबा पशुपतिनाथको भैरवकुण्डको जय। ल यता फर्काउनु न। भइहाल्यो, त्यही गर्ने नै त्यति हो। बादल आएन ल, बादलले पुरै ढाक्न आयो र अब है।
भिडियो दाइको रेस्टुरेन्टमा खान्छ भन्नु हिँड्नु पर्नु छ है तपाईँ आज एउटा फोटो खिचिदिन्छ मेरो हुन्छ यहाँ चाहिँ पुरै स्नोफल भइरहेछ एकदमै ठुलो है देख्न सक्छौँ हामी सब रेनकोट लाउँदैछौँ यता स्नोफल फेरि पनि लाइभ स्नोफल हामीले सामना हेलो यार के बाँच्छ त्यही दिन्छु भनेर जस्तो भएन अघि आउँदाखेरि कस्तो यो पर्यो भने भिज्दैन नि ठोकेर जाँदो रहेछ हेर्न कस्तो मजा है लाइभ स्नोफल न कोही आउँदै हुनुहुन्छ है कोही माथिबाट आउँदै हुनुहुन्छ हामी चाहिँ फर्किँदैछौँ अब तल पुग्नुपर्छ छिटो छिटो मेरो फोन जा गिटार माथिबाट लगभग 1.5 घन्टापछि हामी चाहिँ फेरि चोकर मोकरै आइपुगेका छौँ यहाँ चाहिँ अब एकछिन आगो तापेर बस्दैछौँ यहाँ नयाँ हाम्रो दाईहरूलाई भेट भएको छ एकदम रमाइलो कुरा भइरहेछ दाईहरू हेलो दाई नमस्ते नमस्ते म नरेश रिसाल है म चाहिँ गोकर्णेश्वर 8 चाहिँ आरुबारीमा बस्छु म चाहिँ पर्यटन व्यवसायी पनि हो 28 वर्ष काम गरेर अहिले चाहिँ म रिटायर जस्तो चाहिँ नि सेमी रिटायर भएको छु जस्तो रिटायर भएको छु कोभिडपछि अझै म चाहिँ आफ्नै जिन्दगी घुमफिरमा चाहिँ नि व्यस्त छु है भाइ खुसी लाग्यो दाईहरूलाई भेटेर एकदम रमाइलो कुरा यता अर्को दाई हुनुहुन्छ हाम्रो नमस्ते छड्के सलाम अलिकति उचाइबाट केबी गुरुङ अहिलेको बसाई काठमाडौँ आरुबारी सबभन्दा पनि मलाई मजा लागेको चाहिँ के हो भने यो ठाउँमा आइसकेपछि अहिले भ्लगर भाइ हुनुहुन्छ नि उहाँ यति चुस्त र फुर्तिलो हुनुहुन्छ उहाँले बनाएको भ्लगरलाई सबैले हेरिदिनु होला यो ठाउँमा फेरि घुम्न आउनु होला म त्यही भन्छु फेरि छड्के सलाम मिलिट्रीको त्यस्तै हुन्छ हस् धन्यवाद उहाँ दाईहरू चाहिँ एक्स आर्मी हुनुहुँदो रहेछ अनि उहाँ दाईहरूसँग बसेर यहाँ मिठो गफ गर्दै बसिरहेछौँ त्यही हो अब बाटोमा अझ रमाइलो हामी यहाँबाट तल बगामसम्म हिँड्दै जान्छौँ राम्रो कन्टेन्ट एक्सप्लोर गर्दै जान्छौँ हजुरहरू यहाँ धुवा भयो हजुरहरूलाई नयाँ राम्रो ठाउँ देखाउँदै जान्छौँ किप वाचिङ थ्याङ्क यू ल यहाँ सर एकदम राम्रो फुल फुलिरहेछ सुमन भाइ ल सुत्नु वा ल एकदम राम्रो आएको छु चोकर मोकरबाट तर झर्दैछौँ गाडीमा जाँदैछौँ अब गाडी आउँछ 10-15 मिनटमा त्यही हो के भन्दैन त सुमन भाइ के अरे अघि तैँले के भने अरे त्यो लालीगुराँस हिउँले खान्छ जस्तो भाइ लालीगुराँस होइन अरे नि यसको नाम चाँख रे नि त हिजो त्यो रातो पिङ्क कलर त्यो व्हाइट कलरको त्यसलाई लालीगुराँस भन्छ नि त्यसको नामै छुट्टै हुँदो रहेछ यहाँ चाहिँ हिउँले फल नै दिँदैन जस्तो कि यस्तैमा सेतो थियो त्यो लालीगुराँस होइन भन्दैन त्यो मिक्स्ड हाइब्रिड हो तर लालीगुराँस कस्तो भइरहेछ ए कस्तो भइरहेछ त भाइ एकदम रमाइलो भइरहेछ गाह्रो त भएको छैन अझै हिँडिदिन्छु म सबलाई कुरेको ए आइसक्यो अब हाम्रो गाडी चढ्ने ठाउँ बग्दै हो हेर त कस्तो राम्रो लालीको रास्ता देख्यो त्यहाँ माथिबाट तलतिर झर्ने बेलामा चाहिँ एकदम रमाइलो घटना घट्यो है हामी 6-7 जना केटाहरू चाहिँ सर्टकट हान्दै बाटै छल्लेछौँ अनि हामी त सिधै एकैचोटि बगामै आइपुगेछौँ
हिजो रोकेको गाडी चाहिँ माथि बिचतिर थियो केटाहरूसँग कन्ट्याक्ट गरेर उनीहरूलाई चाहिँ तल बोलाएर हामी चाहिँ अगाडि नै यहाँ आइपुगेर बसेका थियौँ अब यहाँ पानी पऱ्यो गाडी पनि यहाँ छ अब यहाँबाट हामी ब्याक टु काठमाडौँ यहाँ खाना खान्छौँ अनि ब्याक टु काठमाडौँ अहिलेको हाम्रो यहाँ स्टे चाहिँ टासीदेले बगाम सम्झना भ्यू होमस्टे रहेछ हामी यहीँ छौँ अब यहाँबाट हामी अगाडि बढ्छौँ काठमाडौँतिर फर्किन्छौँ जय होस् जय चन्द्र सूर्य के हो कसको घाम ताप्ने ठाउँले दाइ यहाँ बिहान घाम झुल्किने बेलामा क्या हजुर हजुर ठ्याक्कै हुनु घाम शिवजीको कहाँ हो छ मन्दिर मन्दिर त अब यही हो यही हो है यो चाहिँ भैरव मन्दिर मन्दिर माथि चाहिँ अब माथि पानी उम्रिने चाहिँ माथि हो है हजुर ठ्याक्कै माथि कुनामा त्यहाँ कुनाबाट पानी उम्रिने रहेछ मूल पानी चाहिँ त्यहाँ हो यो अजिङ्गरहरूले चाहिँ यहाँ घाम ताप्ने ठाउँ अब असिङ्गर भनौँ न अब भैरवै भनौँ न भैरवनाथ है भगवानै भगवानै जल उतातिर त्यहीँबाट उम्रिन्छ उति पाल्दो होइन त्यहाँ उति बिच हो त्यहीँ नै उम्रिने हो पछि यो त असारतिर त यो सबै भरेर अब यहाँबाट निसेर जाने हो नि लार्चा खोलामा जोड्छ यो त सबै टन्नै हुन्छ यो त सबै छोप्छ असारमा त लार्चा खोला चाहिँ तल गएर कुन खोला बन्छ भोटेकोसी त हो नि भोटेकोसीमै जान्छ है कुन महिनामा यो हुन्छ त 12 महिना यो हुन्छ हुँदैन यो त अब भनौँ अब तपाईँको अब यो अन्तिम हो अब यो अन्तिममै हो यो लास्ट सिन्धुपाल्चोक जिल्लामा धेरै कुण्डहरू है छ नि 108 वटा त त्यो गोसाई कुण्डको एरियामै छ अरे हैन अब यहाँ चाइनामा त्यति सिन्धुपाल्चोक हैन यो पनि सिन्धुपाल्चोक अन्य मन्दिर यो कुण्डको परिक्रमा गर्ने कुण्ड अब तपाईँको अब यो चाहिँ अब कुण्ड भयो यहाँ चाहिँ अब दर्शन गर्ने ठाउँ भने यहाँबाट माथि त पोखरी त कति हो त्यो सेटेलाइट भ्यूमा आउँछ नि होइन परिक्रमा गर्ने मिल्छ त यहाँ पोखरी पनि छ योमा 2 घन्टा हिँड्यो जौले पोखरी तपाईँहरू जानु भएको थियो त छ यहाँबाट फेरि 2 घन्टा होइन 5 घन्टा यहाँबाट 5 घन्टा हिँड्यो भने के अरे 3 पोखरी पुग्छ 3 पोखरी तपाईँहरू जानु भएको पुरा हुन्छ त्यो माथि पनि त फेरि चाइना हिमालतिर त फेरि पोखरी थुप्रो छैन त्यहाँ बोर्डरमा चाइना हुन्छ बारलाखा चाइनाको छैन है खुल्लै होला यता साथै यस्तो ठाउँमा को आउनु खरनी पोखरी छ उता यहाँबाट फेरि दुङमा पोखरी भन्छ एउटा थुप्रो छ पोखरी त कति आमा के पोखरी नै 10-12 माथि भैरव टाकुरा नि रहेछ होइन भैरव टाकुरा छ त्यहीँबाट आएको पानी होला यो यस्तो छ है उता के अरे यो लाक्पा दोर्जे भन्दो रहेछ नि यो त हिमाल दोर्जे लाक्पा हजुर दोर्जे लाक्पा भन्दो रहेछ त्यहाँ हिमाल त्यहाँ जुगा हिमाल त्यहाँबाट फेरि जुगल कता पर्यो जुगल यस्तै पर्छ जुगल यता पर्यो त्यहाँबाट फेरि एउटा ठुलो हिमाल छ त्यो हिमाल त खै आइसम्म चढेको छैन सबभन्दा अल्को रहेछ त्यो आइसम्म चढेको छैन सिसा चाइना साइडमा नेपाल एउटा ठुलो देखिन्छ नि उता तलबाट कुन हो त्यो अघि हामीले देखाएको थियो जुगलै हो होइन जुगल हो त्यो अघि यस्तो ठाडो चुच्चो परेको त्यो जुगल हो त्यहाँबाट पनि फेरि यता ठुलो दुईटा छ त्यसमा चाहिँ अहिले मान्छे चढेको छैन त्यहाँ त अस्ति म पुगेर खतरा छ त्यो त लाङटाङ लिरुङको अगाडिको चुचो भयो खै त्योभन्दा अगाडि चाहिँ ठुल्ठुलो चाहिँ नचढ्यो भनेर त्यो नचढे जुगलको भन्दा पनि यता हाम्रो चाहिँ यता पर्यो नि त काठमाडौँ यता पर्यो नि होइन यता त्यहाँबाट हेर्दा त हामीले यता देख्छ नि लाङटाङ लिरुङको पछाडि देख्छ त यो जुगल त दोर्जे लाक्पा लाङटाङ लिरुङ लाइन नै देख्छ नि त गौरी शङ्कर गौरी पर्वत यता सगरमाथा त देखिँदैन हिमाल हेर्न चाहिँ कुन सिजनमा आउनुपर्छ त हिमाल त अब अहिले देखिन्थ्यो अब के गर्नु खै हिजो देखेको कुहिरोले गर्दाखेरि नभए देखिन्छ मजाले नै उता अरू ठाउँ घाम लागिरहेछ यो हिउँ जमिन तातेर हिउँ यो त वैशाखको तपाईँको ठ्याक्कै वैशाखको होइन यहाँ मेला लाग्ने कहिले महिना त अब जाने पूर्णिमा हो जाने पूर्णिमा त ठुलो हुन्छ झाडी कहाँको झाडी आइपुग्छ खतरा हुन्छ प्याक हुन्छ है त्यो बेलामा त साउन्डमा पर्दैछ हरियो हुन्छ नि तिम्रो त्यो यो फुलहरू छ नि पुरै रातो रातो फुल छ नि त्यो 5 पोखरीको सिन आउँछ क्या त्यो हो किन यहाँ त पुरा यो त सबै त्यही ल्यान्डस्केपै त्यही नि क्या जहाँ गए पनि यो एल्टिच्युडमा त्यही त हुन्छ नि यहाँबाट पानी अन्त बगेर उताबाट मिसेर जाने हो कि अन्त नुहाउने ठाउँमै तल हो नि धारा बनाएको छ नि हजुर त्यहाँ धारामा नुहाउने हो कि ए भरिन्छ नि त त्यो बेलामा त सबै पानी पनि तातो हुन्छ अहिले चाहिँ हजुर अहिले त यहाँ बस्नुहुन्छ होइन अहिले पनि जाने हो गाडीमा आएको ए अघि मान्छे लिएर आयो ए तपाईँको त अनि यो पुलिसको ज्याकेट रहेछ त दाजु चाइनिज पुलिस हो
ए तपाईँहरूलाई जाडो हुन्छ भनेर दियो होला चाइनिज पुलिसहरू यहाँसम्म आउँछ त आउँदैन होला यो तातो हुन्छ भनेर पो लगायो होला। यो दाइको छोराहरू आर्मी छ है उहाँ चाहिँ चाइनाको मेरो माइला बाउको यतैको मान्छेहरू त्यताको चाइना आर्मीमा दिन्छ हो होइन यहाँ तल माथि केटी बिहा गरेछ है अँ माथिको भयो यतापट्टि इन्फ्लुएन्स हुन्छ नि त चाइनाको इन्डिया बोर्डर तराईतिरको यस्तो यहाँ ठ्याक्कै हुँदाखेरि माथि केटी बिहा गर्ने बित्तिकै हामी चाइनिज ठ्याक्कै हुन्छ दिइहाल्छ है ग्रिन कार्ड दिइहाल्छ कहाँको केटी बिहान पऱ्यो त चाइनाको बोर्डर लिपिङतिर लिपिङको लिपिङको होइन लिपिङ नेपाल पऱ्यो कि चाइना पऱ्यो नेपाल हो नि उपारी पारी लपटङतिरको ए लपटाङ तिरको केटी बिहा गऱ्यो भने त्यहाँतिर सबै शेर्पा हाम्रै अब हाम्रै गाउँबाटै नि गएको नेपाल भनेर त यस्तो ठाउँ हो क्या एउटा जुदे जस्तो के कल्चर जुझ्ने ठाउँ भने जस्तो कि होइन हो कि इन्डिया र के छ त विचार ग्रिन कार्ड पाइहाल्यो रे त अहिले भगवान्ले जहाँ उ गराइन्छ तेरो मान्छे 10 ठाउँमा ठोकेर होइन तँबाटै आइपुग्छ क्या भगवान एकदम राम्रो कुरा गरे साथी त्यस्तै छ हाम्रो ठाउँ है त्यस्तै हो मेरो माइला बाउ भनौँ मेरो फुपू ठुलो फुपूहरू सबै चाइना भइसक्यो ए अब मैले माथि केटी बिहा गर्ने बित्तिकै म माथिको भइहाल्छ ग्रिन कार्ड दिइहाल्छ उनीहरूले त्यस्तो हुन्छ ठिक छ हामीले यहाँको कल्चर पनि बुझ्यौँ हजुर यहाँ कुन समुदायको मान्छेहरू धेरै छन् यहाँ है शेर्पा हो यहाँ त सबै सबै शेर्पा हो तामाङ बाहुन सघाउन चाहिँ शेर्पा हो अनि सब खाने अब छेत्री बाहुन सबै छ त्यहाँ तल बाहुन चाहिँ छैन छेत्री अब छेत्रीहरू नेवारहरू सबै छ लिस्टी चाहिँ नेवार हो लिस्टी चाहिँ नेवारै नेवार हो लिस्टीमै त सबै नेवार हो नि लिस्टी नभने नामै नेवारबाट नामबाट आएर रहेछ नेवार भाषै बोल्दो रहेछ त्यही त नेवारै हो नि सबै त्यहाँको त पुजारी नेवार हो नि तपाईँको त्यहाँ त अन्तखेरि तपाईँको अनि नौ दुर्गाको दिनमा त अन्त राजाले पूजै दिन्छ त्यहाँ ए राजाको उयो नै भनौँ न पूजा नै हो नि कोट हो नि कोट हो पहिला अन्त गरी दुङ्ना गरी भन्छ नि त्यहाँबाट जङ्गबहादुरले तोप हानेको माथि छ त ए लिस्टी कोटबाट हान्यो होइन जो उयो दुङ्ना गढीबाट ढुङ्नागढी नजिक छ गढी यहाँबाट उयोबाट छुटिन्छ उताबाट पनि जान्छ हाम्रो घरमा मेरो गाउँबाट पनि 1-2 घन्टा हिँड्यो भने पुगिहाल्छ नि खुट्टाले तर गाडी पनि जान्थ्यो होइन त्यो यसपालि गाडी नै खोलिदिएन यो दुङ्ना गढीबाट सफा गरिदिएन पहिला चाहिँ मान्छेहरू सबै तलबाटै हिँडेर आउने मोटर बाटोले अहिले कस्तो छ यहाँ मोटर बाटो पुग्यो त अब ठिकै हो अब भनौँ न अलिकति हिँड्ने मान्छे चाहिँ माथिसम्म तलतिरको बजार चाहिँ विस्थापित हुनुहुन्छ त्यस्तो भयो ट्रेलै रहेछ है 3-4 दिन लगाएर आउँथ्यो होइन मान्छेहरू आउँछ नि पाँच पोखरी जस्तै टाइम लाग्ने नै ठाउँ रहेछ तपाईँले यहाँबाट आयो होइन यस्तो दुङ्ना गरी हुँदै बगाङ बस्यो बगाङबाट यो भैरवकुण्ड घुम्दै क्याङसिङ बस्यो क्याङसिङबाट 5 पोखरी पुग्यो त्यहाँबाट उतै छ नि त्यताबाट ठ्याक्कै लम्बु पुग्छ नि 5 हामायाङले ल हिउँ पर्न लाग्यो यार पानी पर्यो अलिअलि हिउँ पर्छ के हुँदैन यो भिज्दैन 4200 मा छ हल्का फुल्का त गइहाल्छ यो कस्तो भने अलिकति ज्यादा करायो भने यस्तै गरिहाल्छ यहाँ त झरिहाल्छ आवाज है आवाज ज्यादा कराएर अब यो जुठो भएर अब सबै धुयो होइन यहाँ फेरि पानी परिहाल्छ अलिक यहाँ पर्छ अलिक उता गयो पनि पर्दैन फेरि सधैँ नै पर्छ सत्य होइन यहाँ जुठो भरेपछि परिहाल्छ यहाँ शक्ति छ भने मिथ यहाँ चाहिँ ज्यादा कराएर उयो गरेर मेरो म त बिहान अस्ति होइन यहाँबाट पाँचवटा आउँदै हाँस खेलिरहेको थियो एउटा मात्रै यहीँ हराउँछ हाँस पानीको हाँस यहीँ ए त्यस्तो कुरा छ है यहाँ छ नि हाँस मजाले खेलिबस्छ क्या उनी कोहीले माछा पनि देख्यो भन्छ होइन कोहीले देख्छ होइन त्यति सबै देख्छ अन्त अजिङ्गरहरू देख्छ भन्छ अन्त यहाँ यो अब यो भिरमा पहिला हामी छोमेन भन्छ है हाम्रो छोमेनको अर्थ चाहिँ अब छोमेन भन्ने चाहिँ हामीले बत्ती बाल्यो क्या देखिन्छ अरे यो ठ्याक्कै यो भिरमा ठ्याक्कै महादेवको छोमेन बालेकै देखिन्छ अरे ए ऊ त्यो बिचको चाहिँ बत्ती जस्तो देख्ने होइन कोही बेला झालमझुलुमा देखाइदिन्छ क्या कसले बत्ती बालेको देखिन्छ रे दाइ भन्नु त ठ्याक्कै यो बत्ती बालेको यो ठ्याक्कै पूर्णिमा यो कोहीले पूर्णे औँसीमा देखिन्छ अरे रिफ्लेक्सन देखेको छ भने त त्यो देखेको मान्छेहरू ठुलो छ नि यो अजिङ्गर देखेको घुम्नेको कोही बेला भेट्छ अजिङ्गर देखेको मैले हाँस त मैले त अब 7वटा एकचोटि 7वटा देखेँ अस्ति एउटा मात्रै देखेँ हो मान्छेहरू बिहानै आउनुपर्छ चाइनातिरबाट आउँछ क्या होइन यहीँ खेल्छ यहीँ आउँछ तपाईँको यो बिचबाट होइन यो बिचबाट ठ्याक्कै नाग्यो भने डाँफेहरू त पुग्लो यो बिचमा सुम्माले तान्छ डाँफे मर्छ त यो बिचबाट हिँड्यो भने त ठ्याक्कै यो बिचबाट तार्नै दिँदैन सुम्माले ठ्याक्क एट्याक गरिहाल्छ ए हेलिकप्टरहरू नि उडाउनु भएन यहाँ त्यस्तो हेलिकप्टर यहाँ उडाउनु हेलिकप्टर परसम्म मात्रै हो परसम्म यता आउन पाउँदैन हेलिप्याड बनाउँछ नि त्यो होइन बिचबाट चाहिँ हुँदैन छेउबाट त भइहाल्छ बिचबाट जानै दिँदैन यहाँ कति गएर छ